चारैतिर गहिरो शान्ति छाएको थियो। केवल सरस्वती नदीको सुमधुर कलकल र देवर्षि नारदको हातमा रहेको वीणाको मधुर धुनले त्यो परिवेशलाई गुन्जायमान बनाइरहेको थियो। त्यही बेला देवर्षि नारदले महर्षि व्यासतर्फ प्रेमपूर्वक हेर्दै मन्द मुस्कानका साथ भन्नुभयो, हे व्यासजी, तपाईँलाई यो कुरा थाहा पाउँदा अवश्य अचम्म लाग्नेछ कि म कसरी भगवान नारायणको कृपाले कर्मको बन्धनबाट मुक्त भएँ। सायद तपाईँलाई मेरो अघिल्लो जन्मको कथा थाहा छैन होला। महर्षि व्यासको अनुहारमा गहिरो आश्चर्य झल्कियो। उहाँले आदरपूर्वक सोध्नुभयो, अघिल्लो जन्म? तर देवर्षि, तपाईँ त स्वयं ब्रह्माका मानस पुत्र हुनुहुन्छ। तपाईँको अघिल्लो जन्म कसरी सम्भव छ? तपाईँले मेरो मनमा ठुलो जिज्ञासा जगाइदिनु भयो। कृपया सबै कुरा विस्तारपूर्वक भनिदिनुहोस्। देवर्षि नारद अतीतका सम्झनामा डुब्दै शान्त स्वरमा भन्न थाल्नुभयो, हे व्यासजी, म योभन्दा अघिल्लो कल्पको कुरा गरिरहेको छु। त्यस जन्ममा म एउटी दासी स्त्रीको एक्लो छोरो थिएँ। मेरी आमाले ऋषिहरूको आश्रममा सेवा गर्नुहुन्थ्यो। एकपटक वर्षाको समयमा केही सिद्ध सन्तहरू 4 महिना चतुर्मास बिताउन हाम्रो गाउँ नजिकै आश्रममा पाल्नुभयो। त्यति बेला म केवल 5 वर्षको सानो बालक थिएँ। मेरी आमाले मलाई ती महात्माहरूको सेवा गर्ने जिम्मा दिनुभयो। म दिनरात उहाँहरूको सेवामा समर्पित रहन्थेँ। म अरू बालकहरू जस्तो चञ्चल थिइनँ। खेलकुदमा मलाई कुनै रुचि थिएन। म स्वभावैले निकै शान्त थिएँ र कम बोल्थेँ। मेरो यही सरल, गम्भीर र सेवाभावी स्वभाव देखेर ती ऋषिहरू म प्रति अत्यन्त कृपालु हुनुभयो। ती महात्माहरूले मलाई सधैँ आफूसँगै राख्न थाल्नुभयो। एक दिन उहाँहरूले भोजन गरिसकेपछि भाँडा सफा गर्ने क्रममा मैले ती भाँडामा बाँकी रहेको प्रसाद ग्रहण गरेँ। हे व्यासजी, भगवानका परम भक्तहरूको जुठो प्रसादमा पनि कति अद्भुत शक्ति हुँदो रहेछ। त्यो ग्रहण गर्न साथ मेरो मन पूर्ण रूपमा शुद्ध भयो। मेरा सबै पाप र विकारहरू पखालिए। ती सन्तहरू दिन रात केवल भगवान नारायणकै महिमा गाइरहनुहुन्थ्यो। उहाँहरूले सुनाउनु हुने भगवानका कथा सुन्दै म यति भाव विभोर हुन्थेँ कि मेरो मन पूर्ण रूपमा भगवान नारायणमा आकर्षित भयो। उहाँहरूको सङ्कीर्तनले मेरो हृदयमा भक्ति जागृत गरायो। बिस्तारै मलाई यो संसारमा नारायण बाहेक अरू केही पनि प्रिय लाग्न छोड्यो। मलाई अनुभव हुन थाल्यो कि यो शरीर र यो संसार केवल माया हो र यसभन्दा परको आत्मा म हुँ। निरन्तर हरिकीर्तनको प्रभावले मेरो मनभित्र रजोगुण र तमोगुण पूर्ण रूपमा नष्ट भए। समय कति चाँडै बितेछन्। 4 महिना बितेपछि ती सन्तहरू प्रस्थान गर्ने बेला आयो। उहाँहरू जान लाग्दा मेरो हृदय अत्यन्त व्याकुल भयो र मेरो आँखाबाट झरझरी आँसु बग्न थाले। मेरो यस्तो अवस्था देखेर उहाँहरू पनि भावुक हुनुभयो। उहाँहरूले मलाई योग्य शिष्यको रूपमा स्वीकार गर्दै अत्यन्त कृपापूर्वक दिव्य ज्ञान प्रदान गर्नुभयो। उहाँहरूले मलाई सरल र अत्यन्त गहिरो साधना पनि सिकाउनुभयो। यदि तिमी हरेक कार्य गर्दा भगवानको स्मरण गर्छौ र देवादिदेव, म तपाईँलाई वासुदेव, प्रद्युम्न, अनिरुद्ध र सङ्कर्षणका रूपमा पूजा गर्दछु र नमस्कार गर्दछु भन्छौ भने तिमी सजिलै कर्मबन्धनबाट मुक्त हुनेछौ। हे व्यासजी, ती महान सन्तहरूले मलाई दिएको ज्ञान यही हो। भगवान यति कृपालु हुनुहुन्छ कि उहाँले मेरो बाल मनमै यो सत्य स्थापित गरिदिनु भयो। केवल उहाँ नै सत्य हुनुहुन्छ र बाँकी सबै मिथ्या हो। नदीको पानीका छालहरू बालुवासँग ठोकिँदै मधुर सङ्गीत गाइरहेका थिए। देवर्षि नारदको मुखबाट आफ्नो पूर्वजन्मको अद्भुत कथा सुनेपछि महर्षि व्यासको जिज्ञासा झन गहिरो भयो। उहाँले एकाग्र भावले नारदतर्फ हेर्दै विनम्रतापूर्वक सोध्नुभयो, हे देवर्षि, ती महात्माहरूले तपाईँलाई दिव्य ज्ञान दिएर प्रस्थान गरेपछि तपाईँले के गर्नुभयो? तपाईँ त त्यति बेला सानो बालक नै हुनुहुन्थ्यो। तपाईँको जीवन त्यसपछि कसरी अघि बढ्यो? अनि मृत्युको समयमा तपाईँले कसरी यो शरीर त्याग गर्नुभयो? अझ एउटा कुरा, महाप्रलयले सबै कुरा नष्ट गर्छ, तर तपाईँको पूर्वजन्मको स्मृति कसरी सुरक्षित रह्यो? व्यासजीका प्रश्न सुनेर देवर्षि नारदले मन्द मुस्कानसहित आफ्नो वीणाका तार छुनुभयो र शान्त स्वरमा भन्न थाल्नुभयो, हे व्यासजी, ती महात्माहरू प्रस्थान गरेपछि म बालक भए पनि मेरो मन पूर्ण रूपमा भगवानको चिन्तनमा डुबिसकेको थियो। त्यो समय मेरो जीवनको सबैभन्दा ठुलो आधार मेरी आमा नै हुनुहुन्थ्यो। संसारका लागि मेरी आमा केवल एउटी दासी हुनुहुन्थ्यो, तर मेरो 5 वर्षको बाल संसारका लागि उहाँ नै मेरो ब्रह्माण्ड हुनुहुन्थ्यो। उहाँ कामबाट थाकेर फर्कदा उहाँको पछ्यौरीको कुना समातेर बस्नु नै मेरो सबैभन्दा ठुलो सुरक्षा थियो। मलाई दिशा, देश वा समयको कुनै ज्ञान थिएन। मेरो दिशा र समय भनेकै आमाको काख थियो। उहाँ म जस्तो अकिञ्चन बालकलाई छातीमा टाँसेर आफ्ना सारा दुःख बिर्सनुहुन्थ्यो। उहाँको त्यो स्नेहको बन्धन यति बलियो थियो कि मलाई लाग्थ्यो यो काख कहिल्यै मबाट खोसिने छैन। तर कालको क्रूर विधानलाई कसले टार्न सक्छ र? एक रात
चारैतिर घना अँध्यारो छाएको बेला मेरी आमा गाई दुहुनको लागि ओसिलो बाटो हुँदै बाहिर निस्किनु भएछ। अँध्यारोमा उहाँका गोडा काल बनेर बसेको एउटा विषालु सर्पमाथि पर्न गएछ। त्यो सर्पको डसाइ आमाका लागि मात्र होइन, मेरो बाल संसारका लागि पनि वज्रपात बन्यो। मैले आमालाई छटपटाउँदै भुइँमा लडेको देखेँ। त्यो कालो रात्रिमा मेरो कोमल हातले आमाको चिसो हुँदै गएको अनुहार मुसारिरहेँ। म आमा आमा भन्दै रुँदै उनको चिसो छातीमा टाँसिन पुगेँ, तर आमा त्यसपछि बोल्नु भएन। मलाई ममताको न्यानोपन दिने ती आँखाहरू सधैँका लागि बन्द भइसकेका थिए। उहाँ म अनाथलाई यो विशाल र अपरिचित संसारमा एक्लै छोडेर विदा भइसक्नु भएको रहेछ। त्यो क्षण मेरो छातीमा जुन असह्य वेदनाको आँधी चल्यो त्यसलाई व्यक्त गर्न मसँग कुनै शब्द छैनन्। व्यास, मेरो रुवाई सुनिदिने त्यो निर्जन बस्तीमा कोही थिएन, तर त्यही चरम शून्य र पीडाको भुमरीभित्र मैले महसुस गरेँ भक्तहरूको सधैँ मङ्गल चाहने भगवान श्रीहरिले मलाई संसारको अन्तिम मोहबाट पनि मुक्त गरिदिनु भयो। म आमाको मृत शरीरलाई त्यहीँ छाडेर आँसु पुछ्दै ईश्वरको खोजीमा उत्तरतर्फ लागेँ। यात्राको क्रममा मैले अनेक ठाउँहरू पार गरेँ, सहर, गाउँ, नदी, पहाड, वन र सुन्दर प्राकृतिक दृश्यहरू। अन्ततः म एकान्त र निर्जन वनमा पुगेँ। थकाइ, भोक र तिर्खाले मेरो शरीर कमजोर भएको थियो। त्यही एउटा स्वच्छ जल भएको कुण्डमा स्नान गरी पानी पिएपछि केही शक्ति प्राप्त भयो। त्यसपछि म एउटा विशाल पिपलको रुखमुनि बसेँ। ती महात्माहरूले सिकाएको विधि अनुसार मैले ध्यान गर्न थालेँ। जब मैले हृदयबाट भगवानको स्मरण गरेँ तब मेरो मन पूर्ण रूपमा भक्तिभावले भरियो। आँखाबाट झरझरी आँसु बग्न थाले। त्यही अवस्थामा अचानक मेरो हृदयमा भगवानको दिव्य रूप प्रकट भयो। हे व्यासजी, त्यो अनुभव शब्दभन्दा पर थियो। मेरो सम्पूर्ण अस्तित्व आनन्दले भरियो। केही क्षणका लागि मैले सबै कुरा बिर्सिदिएँ, तर एक्कासी त्यो दिव्य दर्शन अदृश्य भयो। म अत्यन्त व्याकुल भएँ। फेरि ध्यान गर्न खोजेँ, तर सफल भइन। त्यही बेला आकाशवाणीका रूपमा भगवानको मधुर स्वर सुनियो। हे बालक, यस जन्ममा तिमीले मेरो दर्शन फेरि पाउने छैनौ। तिमीमा म प्रति गहिरो प्रेम जागृत होस् भनेर मैले एकपटक दर्शन दिएको हुँ, तर चिन्ता नगर, तिम्रो भक्ति अटल रहनेछ। शरीर त्यागेपछि तिमी मेरो पार्षद हुनेछौ। महाप्रलयमा पनि मेरो कृपाले तिम्रो स्मृति सुरक्षित रहनेछ। भगवानको बाणी सुनेपछि मैले शिर झुकाएर उहाँलाई प्रणाम गरेँ। त्यस दिनदेखि मैले सबै सङ्कोच र अहङ्कार त्यागेँ। म भगवानको नाम र लीलाको कीर्तन गर्दै पृथ्वीमा घुम्न थालेँ। मेरो मनमा अब कुनै तृष्णा, ईर्ष्या वा अहङ्कार बाँकी रहेन। म केवल भगवानमै रमाउन थालेँ। केही समयपछि जब मेरो प्रारब्ध कर्म समाप्त भयो तब मैले सहज रूपमा आफ्नो भौतिक शरीर त्यागेँ। भगवानको कृपाले मैले दिव्य पार्षद शरीर प्राप्त गरेँ। कल्पको अन्त्यमा जब सम्पूर्ण सृष्टि प्रलयमा विलीन भयो र ब्रह्माजी भगवान नारायणको हृदयमा प्रवेश गर्न लाग्नुभयो, त्यही क्षण म पनि उहाँसँगै सूक्ष्म रूपमा प्रवेश गरेँ। पुनः सृष्टि आरम्भ हुँदा म पनि ब्रह्माजीबाट प्रकट भएँ। त्यसपछि त भगवानको कृपाले म तिनै लोकमा स्वतन्त्र रूपमा विचरण गरिरहेको छु। नारायण नारायण भन्दै म आफ्नो वीणा बजाउँदै उहाँको लीला गाएर संसारभरि भ्रमण गर्छु। जब म भगवानको नाम र गुण गाउन थाल्छु तब उहाँ मेरो हृदयमा प्रकट भइदिनुहुन्छ। हे व्यासजी, मेरो अनुभवमा भगवानको भक्ति नै संसार रूपी सागर पार गर्ने सबैभन्दा सरल र शक्तिशाली उपाय हो। जो मानिस दुःख, इच्छा र अशान्तिले ग्रस्त छन् उनीहरूका लागि भगवानको नाम स्मरण नै सच्चा शान्तिको मार्ग हो। यति भनिसकेर देवर्षि नारदले विनम्रतापूर्वक व्यासजीसँग विदा माग्नुभयो। उहाँले आफ्नो वीणा बजाउँदै हरिकीर्तन गर्दै आकाश मार्गतर्फ प्रस्थान गर्नुभयो। महर्षि व्यास उहाँलाई टाढासम्म हेरिरहनु भएको थियो। उहाँको मनमा गहिरो श्रद्धा जाग्यो। धन्य हुनुहुन्छ देवर्षि नारद, उहाँ स्वयं आनन्दमा डुबेर भगवानको कीर्तन गर्नुहुन्छ र संसारलाई पनि शान्ति र आनन्द प्रदान गर्नुहुन्छ।